म चाहिँ घरबाट हिँडेँ ल घरबाट हिँडेँ म पोइन्टको आवाज आयो लाग्यो धेरै प्रयासपछि आज चाहिँ राम्रो बन्ला जस्तो छ भिडियो है ज्याकेट नलगाएको त जाडो होला जस्तो भयो टिकट मात्र आएको कस्तो छ है ल मौसम पराइ बस्दा त खोलेर दिहाल हुन्थ्यो पहाड भनेको पहाड हो त्यो जस्तो भए पनि कस्तो हुन्छ उतातिरको बाटो चाहिँ बन्द रहेछ कि बनाउँदैछ मलाई यताबाट घुमेर जानु पर्यो जाडो हुन्थ्यो मैले राम्रो गर्नु पर्यो यहाँ बाटो बनाउँदैछ हजुर शामको रातामाटा ल यताको नि पिच हुने हो यो बाटो पनि ए ल यताको बाटो आउनु पऱ्यो अलि अर्को बाटो आउनु पऱ्यो यार यो चाहिँ मैले 10 क्लाससम्म पढेको स्कुल हो 8 देखि 10 सम्म 9 10 3 वर्षमा चाहिँ यो स्कुलमा बिताएँ मलाई धेरै घुम्नु पऱ्यो कि त्यसरी त कन्टेन्ट बनाउनुलाई बाटो धेरै हिँडे जस्तो भयो त यार हिलो छ उता बाटो बन्नु थालेपछि त अब गाडीभरि यहीँ बाटो गाडी हिँड्छ चाहिँ लुगा झाङको रहेछ याद नदेखिएको मेरो ब्लगमा कोही नयाँ मान्छे हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने चाहिँ कृपया के भन्छ सपोर्ट गरिदिनु होला केही कमी कमजोरी छ भने कमी कमजोरी त धेरै होला त यसपालि प्रयास गर्दै गर्ने हो हुँदै जान्छ गर्दै जान्छ बिस्तारै यति बेला चाहिँ म पुग्थेँ होला कि रातामाटा तर घुम्नु परेको कारणले चाहिँ बाटो चाहिँ कतै भयो घुम्नु परेको कारणले ढिला भयो
एकदम डेन्जर एकदम यो चाहिँ मलाई बहुत डेन्जर लाग्छ यति त्यो गर्ने घर एकदम ठुलो पानी आएको त डरै लाग्छ पाहाडको जस्तो भागे जस्तो बाहिर निस्के जस्तो छ नि त त्यो घर कस्तो के भन्नुहुन्छ कि एकदम स्लोपमा गएन त्यो भएर बनाइदिनु त्यो खर्च कम्प्लिट भइहाल्छ गएर बनाउनु बाटो बन्दै गरेको कारण फेरि उयो भएको रहेन त भएको रहेन कम्पनी एउटाले गरेको देख्यो भने सबैले गरेको रुल ब्रेकबाट त्यो भयो भने ठिकै छ स्कुल लिमिट 40 यो बाटो चाहिँ मलाई सही लाग्छ यो सही लाग्छ त्यो राम्रो छैन अब यस्तो त्यहाँ बाटो कति छ अब कहिलेसम्म यो बाटो राम्रो क्वालिटी वर्क भएछ अलिक पर गएर चाहिँ स्किन पनि यस्तो राम्रो हुन्छ हाम्रो पाहाड भयो त्यहाँदेखि आज त क्लाउडी छ त्यति साथी नदेख्छ होला लाइन पर्न सकेन केही देखिन्न त्यो दामी मैले रोकेर देख्न सकेको मैले भिडियो स्किप गरेको थिएन Oh my God. काम लागेको बेलामा त